सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका सम्पूर्ण वीर अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै कर्तव्य पालनाको क्रममा घाइते तथा अङ्गभङ्ग हुनुभएका सम्पूर्ण प्रहरी सदस्यहरूको अद्वितीय योगदानको स्मरण गर्दै उहाँहरूको शीघ्र स्वास्थ्य लाभ र सहज जीवनयापनको कामना गर्दछु। करिब 28 वर्षको मेरो अनवरत कर्तव्यपरायणता, देश र नागरिक सुरक्षाका खातिर मैले सम्पादन गरेका कार्यको मूल्याङ्कन गर्दै सङ्गठनप्रतिको मेरो निष्ठा र इमान्दारिताको कदर स्वरूप नेपाल सरकारले मलाई नेपाल प्रहरी सङ्गठनको प्रमुखको रूपमा प्रहरी महानिरीक्षकको पदमा नियुक्ति गरेर सङ्गठनको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेकोमा म नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू, मान्य गृहमन्त्री ओम प्रकाश अर्यालज्यू, श्रीमान मुख्य सचिवज्यू, श्रीमान गृह सचिवज्यू तथा गृह मन्त्रालयका सकल दर्जाका कर्मचारी राष्ट्र सेवक साथीहरू र गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता एवं आभार व्यक्त गर्दछु। प्रहरी महानिरीक्षकको दर्जानी चिन्हबाट सुशोभित भएको यस क्षणमा म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका सम्पूर्ण वीर अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै कर्तव्य पालनाको क्रममा घाइते तथा अङ्गभङ्ग हुनुभएका सम्पूर्ण प्रहरी सदस्यहरूको अद्वितीय योगदानको स्मरण गर्दै उहाँहरूको शीघ्र स्वास्थ्य लाभ र सहज जीवनयापनको कामना गर्दछु। यस विशेष अवसरमा म मेरा मातापिताको स्मरण गर्दै हरेक दुःख सुखमा साथ दिने मेरी जीवन सङ्गिनी, छोरीहरू र तथा परिवारजनको सहयोग, त्याग र समझदारीको उच्च मूल्याङ्कन गर्दै हार्दिक आभार व्यक्त गर्छु। प्राप्त यस विशिष्ट जिम्मेवारीलाई पेशागत अनुशासनभित्र रही पारदर्शिता र जवाफदेहिताका साथ वहन गर्दै नागरिक सेवाभावको पूर्ण प्रत्याभूति हुने गरी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु। प्रहरी महानिरीक्षक दर्जासम्मको यात्राका क्रममा साथ, सहयोग, हौसला दिई मार्गदर्शन प्रदान गर्नुहुने पूर्व प्रहरी महानिरीक्षकज्यूहरू, अग्रजहरू, सहकर्मी साथीहरू, सकल दर्जाका प्रहरी कर्मचारीहरू, इष्टमित्र, शुभचिन्तकहरू समेतमा उच्च सम्मानका साथ हार्दिक आभार व्यक्त गर्छु। उहाँहरूको असल अभिभावकत्व र निरन्तरको मार्गदर्शनले मलाई यस गरिमामय पदमा पुर्याउने बाटो कोरेको हो भन्ने मेरो बुझाइ रहेको छ। यस अवसरमा उहाँहरूप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्न चाहन्छु। मलाई यो हौसला, स्नेह र साथ सदैव प्राप्त भइरहनेछ भन्ने पनि विश्वास लिएको छु। मैले प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्दै गर्दाको आजको प्रक्रिया नेतृत्व हस्तान्तरणको नियमित र स्वाभाविक अनुरूप भए तापनि विद्यमान परिस्थिति असाधारण रहेको बेहोरा हामी सबैलाई विदितै छ। देशमा सुशासन कायम गर्ने र निकट भविष्यमा भइरहेको वातावरणमा निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा, विभिन्न आयामका सुरक्षा चुनौतीहरूको विद्यमानता र सङ्कट पश्चात उठाउँदै गरेका प्रहरी संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारीबाट असाधारण अपेक्षाहरू रहेको तथ्यप्रति म पूर्ण रूपमा जानकार र सजग पनि रहेको छु। असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारीलाई नेपाल सरकार
गृह मन्त्रालय, सुरक्षा निकाय, सरकारी र गैर सरकारी निकायहरू एवं अन्य समुदायसँग प्रभावकारी समन्वय सहकार्य गर्दै सङ्गठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै एवं प्रहरी कर्मचारीहरूको मनोबल बढाउँदै नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरूप निर्वाह गर्ने, कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। जेएनजी आन्दोलन लगत्तैको प्रतिकूल परिस्थितिमा पनि कुनै सुरक्षा रिक्तता रहन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको अवस्था र छोटो समयमा प्रहरी संरचनाहरू र सेवाहरू पुनर्स्थापित गर्ने सन्दर्भमा भएको उत्साहजनक प्रगतिले नेपाल प्रहरीको सकल दर्जाको उत्कृष्ट सेवाभाव, कर्तव्यप्रतिको प्रतिबद्धता र सहनशीलतालाई फेरि एकपटक पुनर्पुष्टि गरेको छ। यो साहस र सकारात्मकता नेपाल प्रहरीको शक्ति पनि हो, जसले हामीमा सामूहिक रूपमा जस्तोसुकै समस्या र चुनौतीको पनि समाधान र सामना गर्न सक्दछौँ भन्ने सकल दर्जामा दृढ विश्वास जगाएको छ। विद्यमान अवस्थामा नेपालको आन्तरिक सुरक्षाका चुनौतीहरू र चासोहरू बहुआयामिक प्रकृतिका छन्। अन्तर्राष्ट्रिय सुरक्षाका सन्दर्भमा पछिल्ला अन्तर्राष्ट्रिय र क्षेत्रीय घटनाक्रमहरू, नेपालको भू राजनैतिक संवेदनशीलता, प्रवासमा रहेका नेपालीहरूको सङ्ख्यामा भएको उल्लेखनीय वृद्धि र राज्यको सुरक्षा दायित्वको निरन्तरता र अभौतिक र सीमारहित अपराधको वृद्धि जस्ता कारणहरूले गर्दा पुलिसिङको भौगोलिक क्षेत्र र दायित्वलाई अझ विस्तृत बनाएको हामी सबैलाई विदितै छ। साइबर एनेबल्ड र साइबर डिपेन्डेन्ट अपराधहरू तथा आर्थिक तथा वित्तीय प्रकृतिका अपराधहरू प्रहरीका लागि नवीनतम चुनौतीका रूपमा रहिआएका छन्। लागु औषधको दुरुपयोग, आत्महत्या तथा सडक दुर्घटनाका समस्याहरू र सम्बद्ध मानवीय र सामाजिक क्षतिको अवस्था पनि अत्यन्त संवेदनशील र चिन्ताजनक रूपमा बढ्दो छ। समग्रमा नेपाल प्रहरी समाजबाट आउने मोरल पुलिसिङको दबावदेखि हाइटेक क्राइम्सहरूको अनुसन्धान र व्यवस्थापन गर्नुपर्ने विविध प्रकृतिको अवस्थाबाट गुज्रिनुपर्नेछ। उल्लेखित चुनौतीहरूको सामना गर्ने सन्दर्भमा नेपाल प्रहरी अपरेसनल फन्डामेन्टल्स अर्थात् आधारभूत आवश्यकता र प्रबन्धहरूको सुदृढीकरणका लागि सङ्घर्ष गर्नु परिरहेको अवस्था छ भने इमर्जिङ क्रिमिनल ट्रेन्ड्स र सेक्युरिटी थ्रेट्सहरूलाई सम्बोधन गर्न नव प्रवर्तन र आधुनिक पद्धतिहरू समेत अवलम्बन गर्नुपर्ने अवस्था रहेको छ। प्रहरी सङ्गठनको प्रमुख रूपमा मैले यी दुवै आवश्यकता र अवस्थाहरूलाई सन्तुलित रूपमा प्राथमिकतामा राखी योजनाबद्ध साङ्गठनिक सुधारको पहल गर्ने अभिष्ट राखेको छु। प्रसिद्ध दार्शनिक हर्मन गोल्डस्टाइनले भनेका छन्, क्वालिटी अफ द डेमोक्रेसी इज मेजर्ड बाई द क्वालिटी अफ पुलिसिङ। अर्थात् कुनै पनि देशको प्रहरी सेवाको गुणस्तर त्यस देशको लोकतन्त्रको गुणस्तरको मापक हो। प्रहरी सेवा सरकारको ऐना पनि हो। यसले गर्ने व्यवहार र सेवा प्रवाहमा आम नागरिकहरूले सरकारको छवि देख्दछन् र राज्य प्रणालीप्रति सही अनुरूपको धारणा पनि निर्माण गर्दछन्। यसर्थ हाम्रो जस्तो राष्ट्रमा आन्तरिक सुरक्षा र त्यसमा पनि प्रहरी सेवामा सुधार र सुदृढीकरण लोकतान्त्रिक पद्धतिको विकासको पूर्व शर्त पनि। विद्यमान अवस्थामा नेपाल प्रहरीलाई भौतिक रूपमा सुदृढ र उच्च मनोबलयुक्त बनाउनु पर्ने आवश्यकता रहेको सबैले पछिल्लो समयमा महसुस गरेकै विषय हो। आन्तरिक सुरक्षा व्यवस्थापनका लागि मात्र होइन, समग्र लोकतान्त्रिक पद्धतिको संरक्षण र सम्वर्धनका लागि समेत एकतर्फ प्रहरीका भौतिक संरचनाहरूको पुनर्स्थापना र सुदृढीकरण र आसन्न निर्वाचन समेतलाई दृष्टिगत गरी हात हतियार, असवाब, सवारी साधन लगायतका आवश्यकीय प्रबन्धहरूको सुनिश्चितता गर्नुपर्ने आवश्यकता छ भने अर्कोतर्फ प्रहरीहरूको मनोबललाई पनि जगाइराख्ने र वृद्धि गर्नुपर्ने उत्तिकै
टटकारो आवश्यकता छ भन्ने कुरा चाहिँ सबैले हृदयङ्गम गरेको विषय हो। यस सन्दर्भमा अपराध र सुरक्षा चुनौतीहरूका पारस्परिक प्रवृत्तिहरूमा भएको परिवर्तन, सूचना प्रविधिको द्रुततर विकास र सुशासनको जनअपेक्षा अनुरूपको उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु हामीहरू मन्त्रालय र प्रहरी संगठन, नेपाल प्रहरी संगठनको साझा आवश्यकता र दायित्व हो। नेपाल प्रहरीले प्राप्त गर्ने रासन र अन्य सुरक्षा निकायहरूको सन्दर्भमा असमान रहेको तथा कार्य प्रकृतिको आधारमा दैनिक कार्य सम्पादन गर्नको लागि आवश्यक आधारभूत पोषणको सन्दर्भमा समेत असङ्गत र अपर्याप्त भएको कुरा आजका दिनसम्म सबैले बुझिसकेकै विषय हो। तसर्थ विद्यमान रासन प्रणालीलाई न्यायोचित र समयानुकूल रूपमा तत्काल सुधार गरी आम प्रहरीको मनोबल उकास्नका खातिर गृह मन्त्रालय र विद्यमान नेपाल सरकारले ठोस निर्णय लिने कुरामा समग्र संगठन अत्यन्त आशावादी, शीघ्रातिशीघ्र हुने कुरामा अत्यन्त आशावादी रहेको पनि म यसै गरिमामय कार्यक्रममा सविनय निवेदन गर्न चाहन्छु। पछिल्लो समयमा प्रहरी व्यावसायिकता र प्रभावकारिताका सन्दर्भमा उठेका प्रश्न र चासोहरूलाई प्रहरी कार्य अपरेसन्स र परिचालनमा नीतिगत स्पष्टता, कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण र अनुमानयोग्य तथा मेरिटमा आधारित वृत्ति विकास प्रणालीको माध्यमबाट धेरै हदसम्म सम्बोधन गर्न सकिन्छ भन्ने मेरो विश्वास छ। काठमाडौँ उपत्यका लगायतका महानगरीय क्षेत्रहरूमा प्रभावकारी सुरक्षा व्यवस्थापन, अपराध रोकथाम र अनुसन्धान गर्न पुरानो पारम्परिक ढाँचाको पुलिसिङ प्रणालीलाई परिमार्जन गरी उपयुक्त र आधुनिक महानगरीय प्रहरी प्रणालीका अवधारणाहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको म पुनः निवेदन गर्न चाहन्छु। राज्यको आर्थिक विकासको लागि ठूलो संख्यामा प्रवासमा रहेर योगदान पुर्याउने नेपालीहरूको सुरक्षा र आकस्मिक परिस्थितिहरूमा उद्धार समन्वयका लागि उच्च जनघनत्व भएका देशहरूमा प्रहरी सहचरीको व्यवस्था गर्ने प्रस्तावलाई मूर्त रूप दिन नेपाल सरकारले सार्थक पहल र निर्णय गर्ने छ भन्ने सकल दर्जाको तर्फबाट म निवेदन गर्छु र अपेक्षा पनि व्यक्त गर्छु। अनुमानयोग्य र मेरिटमा आधारित वृत्ति विकास प्रणालीको कोसेढुङ्गाको रूपमा विकास गरी हाल सञ्चालनमा रहेको नेपाल प्रहरीको पुलिसिङ लिडरसिप एन्ड स्टाफ कलेजको व्यवस्थालाई उपयुक्त कानुनी व्यवस्थाद्वारा संरक्षण र प्रवर्धन गर्नको लागि तालुक मन्त्रालयबाट सार्थक सहयोगको अपेक्षा गरेको छु। संगठनको भौतिक विकास र आवश्यकताहरूको परिपूर्तिका अतिरिक्त सांगठनिक निष्ठा, अर्गनाइजेसनल इन्टेग्रिटी कायम गर्नु मेरो उच्च प्राथमिकता हुने विषय निवेदन गर्न चाहन्छु। आन्तरिक शुद्धिकरण, प्रहरी आचरण र प्रहरी जवाफदेहिता अभिवृद्धि गर्नका लागि नीतिगत एवं संयन्त्रगत व्यवस्था र सुपरिवेक्षकीय भूमिकालाई अझ सशक्त र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत म यसै अवसरमा निवेदन गर्न चाहन्छु। नेपाल प्रहरीमा उपलब्ध साधन स्रोतको उच्चतम उपयोग गर्दै प्रहरी कल्याणकारी कार्यहरू र प्रहरी कर्मचारीहरूको कार्य वातावरणमा सुधार गरी प्रहरीको मनोबल अभिवृद्धिका लागि सार्थक पहलहरू गरिने बेहोरा समेत निवेदन गर्न चाहन्छु। आजदेखि मैले नेपाल प्रहरी संगठनको नेतृत्व सम्हाल्दै गर्दा यो पदलाई नागरिकको भरोसा अभिवृद्धि गर्ने र कठिन परिस्थितिमा संगठनलाई दिशानिर्देश गर्ने विशिष्ट जिम्मेवारीको रूपमा ग्रहण गरेको छु। प्रहरी महानिरीक्षक पद गौरवको पद मात्र नभई चुनौतीपूर्ण र गम्भीर जिम्मेवारी वहन गर्नुपर्ने पद हो भन्ने कुराको हेक्का राख्दै म त्यसै अनुरूपको मानसिकताका साथ तयार रहेको बेहोरा समेत जाहेर गर्न चाहन्छु। मलाई संगठनलाई कुशल नेतृत्व प्रदान गरी जनअपेक्षा अनुरूपको सांगठनिक विकासका लागि करिब 2.5 वर्षको महत्त्वपूर्ण समयावधिको अवसर रहेको छ। यस अवसरलाई समकक्षी साथीहरूको साथ, सहयोग र सामूहिक नेतृत्व भावद्वारा एवं महाततका सकल दर्जाहरूलाई प्रेरित गर्दै अहोरात्र संगठनको श्रीवृद्धिमा समर्पण गर्नको लागि साथमा साथ, हातमा हात मिलेर साथीहरू लाग्नुहुनेछ भन्ने कुराको अपेक्षा गर्दै मेरो समर्पणको प्रण समेत गर्दछु।
हाम्रा यी सब प्रयासहरूलाई सार्थक बनाउने सन्दर्भमा तालुक गृह मन्त्रालय र सिङ्गो नेपाल सरकारबाट आवश्यक नीति साधन स्रोतको व्यवस्था र निरन्तर मार्गदर्शन हुने अपेक्षा र विश्वास लिएको छु। विशेषतः तालुक गृह मन्त्रालय, माननीय गृहमन्त्रीज्यू र श्रीमान सचिवज्यूबाट प्राप्त रणनीतिक सुझाव, सद्भाव र अभिभावकत्व सदा चाहिँ निरन्तर प्राप्त हुनेछ। नेपाल प्रहरी सङ्गठनको श्रीवृद्धिमा नागरिकको अपेक्षा अनुरूपको कार्य सम्पादन गर्ने कार्यमा मन्त्रालय सधैँभरि हाम्रो अभिभावकीय भूमिकामा रहनेछ र हाम्रा प्रस्तावहरूलाई सहजीकरण गर्नेछ भन्ने पनि विश्वास लिएको छु। श्रीमान गृह सचिवज्यू एवं उपस्थित विशिष्ट अतिथि महानुभावहरू, नागरिक चेतनाको स्तर निकै माथि रहेको र राज्यप्रति उनीहरूको अपेक्षा सोही बमोजिम रहेको हामीले अनुभूत गरेका छौँ। यसर्थ संविधान र प्रचलित कानुनको अधीनमा रही सुरक्षा, सुशासन, सामाजिक न्याय र सद्भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ लागिरहनेछ। आम नागरिकहरूमा राज्यप्रतिको भरोसा र विश्वास अभिवृद्धि गर्दै लोक कल्याणकारी राज्यको अनुभूति गराउने महत्त्वपूर्ण भूमिका निर्वाहमा नेपाल प्रहरी किञ्चित डगमगाउने छैन भन्ने पनि विश्वास दिलाउन चाहन्छु। नागरिकप्रति उत्तरदायी रहँदै कानुनको शासनमा आधारित भएर गरिने कार्य सम्पादनले आम सेवाग्राहीको सन्तुष्टिमा बढोत्तरी हुने र यसले नै नेपाल प्रहरीको छवि उजिल्याउने विश्वास लिएको छु। साथै समाजमा हुने अपराध र आपराधिक प्रवृत्तिहरूलाई सामूहिक प्रयास मार्फत निस्तेज गर्ने दृढ सङ्कल्प समेत यस अवसरमा म व्यक्त गर्न चाहन्छु। नेपाल सरकारबाट लागू भएको तत्काल सुधार कार्ययोजना 2082 मा समावेश गरिएका सुशासन प्रवर्धन सम्बन्धी कार्यहरूको प्रभावकारी कार्यान्वयन गर्ने गराउने प्रतिबद्धता समेत यसै अवसरमा म व्यक्त गर्न चाहन्छु। साथै नेपाल प्रहरीमा सामूहिक रूपमा साङ्गठनिक रणनीतिहरू तय गरी योजनाबद्ध विकासको अग्रसरता लिने समेतको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। नेपाल प्रहरीलाई आफ्नो दायित्व निर्वाह गर्न आम नागरिक, सञ्चारकर्मी मित्रहरू, विभिन्न पेसाकर्मीहरू, समाजसेवी, सरकारवाला सम्पूर्ण निकायहरू तथा नेपाल सरकारका सबै अङ्गहरूबाट सुझाव, सहयोग र सहकार्यको निरन्तर अपेक्षा लिएको छु। कार्यगत दृष्टिकोणले तालुक गृह मन्त्रालय आन्तरिक सुरक्षा व्यवस्थापनको नेतृत्व गर्ने मन्त्रालय हो र यस अहम दायित्वलाई मन्त्रालयको हेड्स एन्ड लेग्सको रूपमा नेपाल प्रहरीले अग्रणी निकायको रूपमा कार्यान्वयन गर्ने गर्दछ। तथापि सुरक्षा चुनौती भने मन्त्रालय विशेषका क्रियाकलापहरूबाट मात्र नभएर समग्र शासन प्रणाली र निजी क्षेत्र समेतका पद्धति र व्यवहारबाट सिर्जित हुन सक्ने भएकोले आम रूपमा जनताले महसुस गर्न सक्ने गरी गुनासाहरूको सापेक्षिक रूपमा सम्बोधन र सेवा प्रवाह हुन सकेमा मात्र यिनको प्रभावकारी रोकथाम हुने विश्वास गर्न सकिन्छ। अन्यथा जुनसुकै क्षेत्रहरूमा भएका असन्तुष्टिहरू विरोधको स्वरूपमा अभिव्यक्त हुने र सुरक्षा चुनौतीहरू सिर्जना हुने सम्भावना सधैँ रहन्छ र त्यसको ओभरफ्लो इम्प्याक्ट नेपाल प्रहरी र सुरक्षा निकायमा पर्छ। आम नागरिकसँग दैनन्दिन प्रत्यक्ष रूपमा र ठुलो अनुपातमा अन्तर्क्रिया गरी समस्याको समाधान गर्ने जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आम नागरिकहरूका पीर मर्का र गुनासाहरूलाई यथाशीघ्र र प्रभावकारी रूपमा सम्बोधन गर्ने कार्यलाई अत्यन्त संवेदनशीलता र प्राथमिकताका साथ सम्बोधन गर्नेछ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। नेपाल प्रहरी तालुक गृह मन्त्रालयको महत्त्वपूर्ण निकाय मात्र होइन, मन्त्रालयको सेवा प्रवाहको दृष्टिकोणले क्लाइन्ट अर्थात् सेवाग्राही पनि हो। आन्तरिक कामको औपचारिक कामको लागि मन्त्रालय आउँदा नेपाल प्रहरी सङ्गठनका जुनसुकै दर्जाका सदस्यहरूले प्राप्त गर्ने व्यवहार र सम्मान तथा मन्त्रालयबाट हुने सामूहिक निर्णय र प्रशासनिक प्रक्रियाहरूले अन्ततगत नेपाल प्रहरी र समग्र गृह मन्त्रालयको छवि र कार्यदक्षता र प्रभावकारितामा सकारात्मक प्रभाव पार्ने बेहोरा निवेदन गर्दै यसका लागि श्रीमान गृह सचिवज्यूबाट सदैव अभिभावकीय भूमिकाको अपेक्षा रहेको कुरा पुनः निवेदन गर्छु। अन्तमा मेरो व्यावसायिक निष्ठा, कार्यक्षमता र सेवा भागको उच्च मूल्याङ्कन गर्दै मलाई नेपाल प्रहरी सङ्गठनको प्रहरी महानिरीक्षक पदमा नियुक्ति गरेकोमा
नेपाल सरकार तथा गृह मन्त्रालयप्रति पुनः कृतज्ञता जाहेर गर्नुका साथै मलाई व्यावसायिक रूपमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै आजको यस विशेष समारोहमा प्रहरी महानिरीक्षक पदको दर्जानी चिन्हबाट सुशोभित गरिदिनु भएकोमा श्रीमान गृह सचिवज्यूप्रति हार्दिक आभार व्यक्त गर्दै यहाँ उपस्थित सम्पूर्ण राष्ट्र सेवक साथीहरूमा, परिवारजन साथीहरूमा, सम्पूर्ण सकल दर्जाका प्रहरी कर्मचारी साथीहरूलाई, सञ्चारकर्मी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै बिदा